नमस्कार सम्पूर्ण साथीहरू, शुभ बिहानीको शुभ प्रभात। आज पनि युकेको टेम्परेचर 35 डिग्री टेम्परेचर छ। लगातार यो 3 दिन जारी नै छ। म आज तपाईहरुलाई केही कुरा सेयर गर्न आएको छु, ध्यान दिएर सुन्नु होला। हामीले सबैले भनिन्छ नि, जिममा गएर पसिना निकालेर अनि मर्निङ गरेर रनिङ गरेर पसिना निकालेर शरीरको बोसो पग्लन्छ भन्ने चिज मेरो अनुभवले मान्दैन त्यो चिज। किनकि म प्रत्येक दिन यति दौडिन्छु र यति पसिना 15 किलोमिटर 1 घन्टामा दौडेर कम्प्लिट पनि गर्छु। तर त्यही तथ्यअनुसार पसिना आएर चर्बी पग्लने भन्ने होइन। खानामा ध्यान दिनु पर्यो, क्यालोरी वाला खाना कम खाना पर्यो, क्यालोरी हेरेर खाना पर्यो, प्रोटिन वाला खाना अलि धेरै खाना पर्यो, कुनमा क्यालोरी कति छ भनेर खानाबाटै शरीरको बोसो पग्लिने गर्छ। प्रोटिन अलि खानु पर्यो। त्यो मेरो अनुभवले बताएको। सायद म गलत पनि हुन सक्ला, तर म धेरै पसिनै यस्तरी चुनी धारेर पसिना खान। तर पनि म 1 महिनामा बल्ल 10 किलो घटेको। 1-1.5 महिना भयो होला सायद। त्यही अनुभव। यस्तो गर्मी छ र पनि दौड्न भने छोडिएको छैन। यस्तै छ हाम्रो दिनचर्या साथीहरू। आफ्नो दैनिकी दिनदिनै हजुरहरू माझ राख्न मन लाग्छ अनि त्यसरी राख्ने गर्छु। हजुरहरूलाई समय छ, टाइम छ भने भिडियो हेर्नु होला। हैन समय छैन, टाइम छैन भने भिडियोलाई सर्कल गरेर जानु होला। हेर्नुपर्छ भन्ने जरुर पनि छैन। आफ्नो पहिला काम व्यस्तता सबै भ्याएर बल्ल यिनी भिडियो सामाजिक सञ्जाल यताउति अपडेट हुने हो। पहिला कामलाई फोकस दिनुपर्छ। र आत्मविश्वास भनेको सबैभन्दा ठुलो चिज हो। विश्वास जे चिजमा नि गरौँ, विश्वास गरियो भने एक दिन यो शरीर घट्छ भन्दै सबैको दिन शुभ रहोस्। जय पशुपतिनाथ। बाई बाई।